नमस्कार साथीहरु, तपाईले फेसबुकमा कुनै मानिस लाइभमा बसेको लाइभ भिडियो बनाएको त देख्नु भएकै छ होला। सो तपाई पनि आफ्नो फेसबुक आइडीमा लाइभ बस्न चाहनुहुन्छ, लाइभ भिडियो बनाउन चाहनुहुन्छ, तर तपाईलाई फेसबुकमा लाइभ बस्ने सही तरिका थाहा छैन भने आजको यो छोटो भिडियोलाई 1 सेकेन्ड पनि स्किप नगरी अन्तिमसम्म पुरै हेर्नु होला। आजको यस भिडियो मार्फत म तपाईलाई सिकाउने छु कि तपाई आफ्नो फेसबुक आइडीमा सही तरिकाले लाइभ कसरी बस्न सक्नुहुन्छ भनेर। सो भिडियोमा अगाडि बढ्नु भन्दा पहिले एउटा सानो रिक्वेस्ट साथीहरु, तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाइदिनु होला। यसले गर्दा यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियोहरु तुरुन्तै पाउनुहुनेछ। र साथीहरु, अब तपाई आफ्नो फेसबुक एकाउन्टमा लाइभ बस्नको लागि तपाई आफ्नो फेसबुकलाई ओपन गर्नु होला। फेसबुकलाई ओपन गरिसकेपछि तपाईको यो साइडमा प्लसको चिन्ह छ भने तपाई यसमा क्लिक गरेर यो लाइभमा पनि क्लिक गर्न सक्नुहुन्छ। यदि तपाईको यहाँबाट लाइभको अप्सन देखाइरहेको छैन भने तपाई आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला। त्यसपछि तपाई आफ्नो फेसबुक प्रोफाइललाई ओपन गर्नु होला। त्यसपछि तपाई यहाँबाट अलि माथि गर्नु होला। त्यसपछि तपाई तल साइडमा देख्न सक्नुहुन्छ लाइभको अप्सन, तपाई यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँबाट परमिसन मागिरहेको छ भने तपाई यसलाई यहाँबाट अलाउ गर्दै जानु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अब सबैभन्दा पहिले तपाई यो फ्रेन्डको अप्सनमा क्लिक गरेर यहाँबाट यो अप्सनलाई पब्लिकमा सिलेक्ट गर्नु होला र सेभ गर्नु होला। यसले गर्दा तपाईको फेसबुक एकाउन्टमा फ्रेन्ड भए नभएका सबै मानिसहरूले तपाईको लाइभ भिडियो हेर्न सक्छन्। त्यसैले तपाई यहाँबाट पब्लिकलाई सिलेक्ट गर्नु होला। त्यसपछि तपाईले नाइटमा लाइभ गर्दै हुनुहुन्छ भने तपाई यो फ्ल्यास अफमा क्लिक गरेर आफ्नो लाइभ भिडियोमा लाइट पनि जलाउन सक्नुहुन्छ। यदि तपाई दिनमा हुनुहुन्छ भने तपाई यो अप्सनलाई यहाँबाट अन गर्दा पनि हुन्छ। त्यसपछि तपाई यो म्युट माइकमा क्लिक गर्नुहुन्छ भने तपाईले लाइभमा बोलेको कुरा तपाईको भ्युअरहरूले सुन्न सक्दैनन्। त्यसैले तपाई यसलाई यहाँबाट अनम्युट माइकमा क्लिक गर्नु होला। तपाई यहाँबाट म्युट माइकमा सिलेक्ट नगर्नु होला। त्यसपछि तपाई यो रोटेटमा क्लिक गरेर आफ्नो फेसबुक लाइभको क्यामेरालाई अगाडि पछाडी गर्न सक्नुहुन्छ। त्यसपछि तपाई यो स्टिकरमा क्लिक गरेर आफ्नो लाइभ भिडियोको अगाडि यहाँबाट केही स्टिकर पनि लगाउन सक्नुहुन्छ र तपाई यसमा क्लिक गरेर आफ्नो फोटो पनि लगाउन सक्नुहुन्छ। त्यसपछि तपाई यो इन्हान्स अफमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो अप्सनलाई यहाँबाट अन गर्नुहुन्छ भने जस्तै तपाईले आफ्नो फेसबुक लाइभमा के कुरा गरिरहनु भएको छ र तपाईको अगाडि पछाडी धेरै मानिसहरू बोलेर डिस्टर्ब भइरहेको छ भने त्यस्तो अवस्थामा तपाईको लाइभमा तपाई बोलेको आवाज मात्र आउनेछ, पछाडी बोलेका ब्याकग्राउन्ड नोइजहरू आफै रिमुभ हुनेछ। त्यसैले तपाई यो अप्सनलाई पनि फेसबुकमा लाइभ बस्नु भन्दा पहिले अन गर्नु होला। यदि तपाई कुनै पार्टीमा हुनुहुन्छ, कार्यक्रममा हुनुहुन्छ भने तपाई यो अप्सन यहाँबाट अन नगर्दा पनि हुन्छ। त्यसपछि तपाई यो ट्याप टु एड डिस्क्रिप्सनमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाई यहाँबाट आफ्नो लाइभ सम्बन्धी केही कुरा लेख्न सक्नुहुन्छ। जस्तै मैले यहाँबाट लेखेको छु फेसबुक लाइभमा स्वागत छ भनेर लेखेको छु। तपाई यहाँबाट केही कुरा लेख्नु होला। लेखिसकेपछि तपाई यो डनमा क्लिक गर्नु होला। त्यसपछि तपाई यसमा क्लिक गरेर आफ्नो फेसबुक लाइभमा आफ्ना फ्रेन्डहरूलाई पनि एड गर्न सक्नुहुन्छ, ट्याग गर्न सक्नुहुन्छ, जोइन गर्न सक्नुहुन्छ। यति गरिसकेपछि साथीहरु, अब तपाई फेसबुक लाइभमा बस्नको लागि तपाई यो गो लाइभमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो गो लाइभमा क्लिक गर्नु होला। यति गरिसकेपछि साथीहरु, अहिले तपाई देख्न सक्नुहुन्छ मेरो फेसबुक एकाउन्टबाट लाइभ भिडियो स्टार्ट भइसकेको छ र तपाईले पनि यति गरिसकेपछि तपाईको फेसबुक आइडीमा लाइभ सुरु हुनेछ। र साथीहरु, तपाईले आफ्नो फेसबुक आइडीबाट लाइभ भिडियो सकिसकेपछि तपाईले बन्द गर्नको लागि तपाई यो फिनिशमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईको फेसबुक आइडीबाट लाइभ भिडियो बन्द हुनेछ। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ र तपाई आफ्नो लाइभ भिडियोलाई डिलिट गर्न चाहनुहुन्छ भने तपाई यो डिलिटको अप्सनमा क्लिक गरेर डिलिट गर्न सक्नुहुन्छ। यदि डिलिट गर्न चाहनुहुन्न भने तपाई यो डनमा क्लिक गर्नु होला। यदि तपाईले यो डनमा क्लिक गर्नुहुन्छ भने पनि तपाईको फेसबुक आइडीबाट तपाईले गरेको लाइभ भिडियो 30 दिनपछि आफै डिलिट हुनेछ। र साथीहरु, अहिले मैले भर्खरै तपाईलाई सिकाउनको लागि मैले मेरो फेसबुक आइडीमा लाइभ सुरु गरेको थिएँ भने म अहिले त्यो लाइभ भिडियोलाई डिलिट गर्न चाहन्छु। त्यसैले म यो डिलिटमा क्लिक गर्छु। तपाई आफूले फेसबुकमा गरेको लाइभ भिडियोलाई डिलिट गर्न चाहनुहुन्छ भने तपाई यो डिलिटमा क्लिक गरेर सजिलैसँगले आफ्नो लाइभ भिडियोलाई पनि डिलिट गर्न सक्नुहुन्छ। तपाई यस्तो तरिकाले सजिलैसँगले आफ्नो फेसबुक आइडीमा लाइभमा बस्न सक्नुहुन्छ, लाइभ भिडियो बनाउन सक्नुहुन्छ। सो साथीहरु, आजको यो छोटो जानकारीमूलक भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट गर्नु होला र यो च्यानललाई पनि सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाएर राख्नु होला। धन्यवाद।